Hello guys, welcome to my new video. आज हामी खेल्न जाँदैछौँ माइनक्राफ्ट। अनि आज म तपाईँहरूलाई यस्तो चिज बनाउनेवाला छु। त्यो चिज तपाईँहरू पनि त्यो भिडियो हेर्नु हुन्छ होला, किनकि आज म तपाईँहरूलाई एउटा यस्तो चिज हान्नेवाला छु। त्यो देखेर तपाईँहरू पनि मान्छे होला कि वाह क्या बात है। आज म तपाईँहरूले मेरो स्कुलको स्टोरी सुन्नेवाला छु, किनकि स्टोरी सुनाउनु छु भनेपछि स्टोरी सुनाउनु। सबैसे पहिला म भन्ने छु, मेरो स्कुलमा मैले यहाँ चाहिँ म हावामा गर्छु अनि हिरो ब्रान्ड हो म, त्यही भएर सरी म चाहिँ अब स्कुलमा गएँ थिएँ। जब म स्कुलमा थिएँ नि तब म चाहिँ मेरो एउटा साथी थियो क्या। त्यो मेरो साइडमा त्यो अर्को साथी दुईवटा चाहिँ मेरो पछाडि थियो। अनि त्यति बेला चाहिँ मैले मेरो साथी चाहिँ पढेको थिएन क्या। त्यति बेला मेरो साथी चाहिँ पढेकै थिएन। अनि मैले के गरेँ, त्यसलाई एक थप्पड ब्ल्याम्मै बजाइदिएँ। अनि त्यसले भन्यो कि किन हानेकोस् भनेर। अनि सरले चाहिँ त्यसलाई हेऱ्यो भन्थ्यो अनि मलाई भन्थ्यो कि त्यसले हान एक थप्पड। अनि मैले हान्थेँ। अनि मैले हानेपछि त त्यो भन्थ्यो कि किन हानेस् भनेर त्यसले मलाई हान्यो। सरले त्यसलाई स्टिकले कति हानी। अनि म हँसिदिएँ, लिटरली म हँसिदिएँ। यसरी हँसिदिएँ म त। अनि सरले मलाई कसरी हान्यो थाहा, यसरी हाने। म त पुरै 306 भइदियो। अनि मलाई त सरले दुङ हानिदियो। अब म के गरौँ गाइज, त्यसमा मेरो के त गल्ती छैन के अरे। अब जे गल्ती हो सरकै हो, किनकि सरले मलाई भन्छ हान्ने। अनि सरले भन्छ कि हँस्ने भनेको के, फेरि सरले मलाई हान्यो। सर पनि के हो गाइज यार, के पनि मलाई दोष लगाइदिनु यार। मलाई त रिस लाग्यो नि त। जे गर्ने गरेँ मैले त। सर तपाईँले भन्नुभयो कि हान्ने भनिदिएँ मैले। सरले त मलाई बाहिर बसालिदिएर यस्तो हानी उठबस गराइरहेको यार। तिमीले उठबस कसरी गरेर थाहा, यसरी गरेको मन बस। मलाई मेरो मुख हेर्नु एकचोटि यसरी आइज। तपाईँले सोचेको होला म फेस लिभरको बाँध्छु। म फेस लिभर हान्नेवाला छु। थाहा तपाईँलाई छैन नि। च्यानलमा बनेर त्यो भएर तपाईँ पनि यो च्यानलको म कहिले फेस लिभर हान्न पाउँदैन भनेर तपाईँहरूको चाहन्छु। म तपाईँले 1K सब्सक्राइबर गरिदिनु होला। अनि म तपाईँहरू मेरो फेस देख्नुहुन्छ। अनि तपाईँहरू मेरो बोडीहरू पनि देखाउँछु तपाईँहरूलाई, किनकि अहिले त म उड्न सक्छु नि, रियलमा पनि उड्न सक्छु म त। अब अर्को स्टोरी चाहिँ यो हो कि मैले जब त्यो स्कुलमा पिटा खाएको थिएँ, त्यहीको अर्को दिन चाहिँ मैले लिटरली होमवर्क नगरेर आएको। मैले होमवर्क गरेर आउनै बिर्सेको गाइज। अनि सरले त्यति बेला मैले आफ्नो एक सेकेन्ड गाइज।
कहाँ गयो त्यो चिज जो तपाईँले देखाउने भनेर यो परिराखेको थियो मैले हेर्नु त मैले यो परिराखेको थियो मैले परिको राखेको थियो तर पनि सरले किन अब मलाई एक सेकेन्ड स्टिकले हानिदियो कसरी हान्यो कुन ग्याच के हो तपाईँले कस्तो हान्यो यस्तो र कस्तो बेसको हान्यो नि मलाई अब जे होस् भयो कि अब होमवर्क गरेन मैले म अहिले होमवर्क गरेर आएको होइन म त्यस्तो जुन पाउँदैन कि अब तपाईँ सोध्नु मलाई मैले यस्तै यो ट्रिक कसरी गरेँ थाहा यो ट्रिक तपाईँहरू पहिला सेटिङमा त जान आइहाल्छ होला नि तपाईँलाई यो त सजिलो नि हो सेटिङमा गएपछि तपाईँहरू जानुपर्छ भिडियो अप्सन त यहाँनिर चाहिँ VIDEO भिडियो भनेको छ अनि यहाँनिर अगाडि तपाईँको तपाईँहरूको डिलिट सिर्फ पकेट एडिसनमाबाट यस्तो वाला सेटिङ छ आफै आर्ट हुन्छ अनि यस्तैमा यहाँनिर मैले सबसे लास्टमा गरेँ त्यही भएर यस्तो भयो अनि यहाँ गरेको भए यस्तो हुन्छ हेर्नु यस्तो हुन्छ अनि यस्तरी हान्यो मलाई टक गरेर हान्यो यस्तरी पड्काइरहेको ट्याक्क पड्काएको अर्को चाहिँ ट्याक्क पड्काएको अर्को चाहिँ फेरि ट्याक्क पड्काएको अर्को फेरि ट्याक्क कति पड्कायो नि मलाई यस्तो ट्याक्क त्यति बेला होमवर्क पनि त गरिरहेको थिएन त्यही भएर मलाई सरले पिटेको नभए त पिटै थिएन अनि यसलाई नर्मल कसरी गर्छु यसलाई तपाईँ फेरि सेटिङमा त्यही भिडियो अप्सन्समै जानु है त म अब छिटो गर्दै जान्छु भिडियो अप्सनमा फेरि जाने अनि यहीँ जाने अनि यो FIRST फर्स्टमा जाने अनि जाने सरी इडिङमा म नर्मल नै भए अब यस्तरी पड्कायो के अरे मलाई यस्तरी पड्कायो के अरे मैले होमवर्क गरेको थिएन त्यही भएर अब के गर्ने नहान्यो के अरे गाइज आजको लागि यति नै अब तपाईँहरूसँग म भेट्छु अर्को भिडियोमा बाई बाई।